फिल्म, सर्ट फिल्म, वेब सिरिज, टिभी सो हेर्दा हामीलाई कुनै क्यारेक्टर अरूभन्दा बढी मन पर्न थाल्छ, किनभने उसले हामीलाई पेट मिची मिची हँसाउन सक्छ। प्रत्येक फिल्मका यी फन्नी क्यारेक्टर्सहरूले हामीलाई हँसाउने तरिका फरक फरक हुन्छ। कसैले जे पाइते बोलेर हँसाउँछ। दरअसल मेरा ना बचपन में जन्म हो गया था और माँ मेरी लेडीज थी। जिस बंदे ने मेरे बाप का कत्ल किया था ना, 3 बार उसने प्लास्टिक सर्जरी करा ली, फिर भी मैंने उसे पहचान लिया क्योंकि प्लास्टिक तो हमारी दुकान से लेके जाता था ना। त कसैले उटपटाङ हरकत गरेर। आउनुस् आज हामी विभिन्न प्रकारका हास्य पात्रको कुरा गरौँ। नम्बर 1 मा छ अनएक्सपेक्टेड लजिक दिनेहरू। जब कुनै सिरियस कुरा चलिरहेको हुन्छ वा कुनै समस्याको हल खोज्ने प्रयास भइरहेको हुन्छ, तब त्यहाँ एउटा व्यक्ति हुन्छ जसले सबैभन्दा हावादारी र उटपटाङ आइडिया दिन्छ। नाम क्या रखेंगे अपनी रंगों की दुकान का? कोलाज ऑफ कलर्स। अबे फिरंग, कुछ ऐसा होना चाहिए जो फटाक से मुंह से निकले। यी क्यारेक्टर्सहरुमा थोरै ज्ञानको कमी हुन्छ र उनीहरुको बोलीमा त्यो प्रष्टै देखिन्छ। Can you believe that? Me, not a good kisser. That's like Mother Teresa, not a good mother. नम्बर 2 मा छ मिसइन्टरप्रिटेसन। जब क्यारेक्टरले कुनै चीज वा परिस्थितिलाई गलत ढंगमा बुझ्छ। उसले केही कुरा देख्छ वा सुन्छ र त्यसको फरक अर्थ लाउँछ। आखिरी बार भाई, आखिरी बार, बहुत स्ट्रेन पड़ता है यार, बहुत स्ट्रेन। आखिरी बार नहीं, तुझे बार-बार करना पड़ेगा। तर हामी ऑडियन्सलाई त्यो वास्तविक कुरा थाहा हुन्छ र क्यारेक्टरले गरेको यो मिसअन्डरस्ट्यान्डिङ देखेर हाँस उठ्छ। I'm Sean, by the way. Jay Pritchett. Jay. It's okay, Gloria. All handled. This is my wife, Gloria. This is Sean, and I want to get this right. Beautiful African name, Sean Mbadaway. I said, by the way. नम्बर 3 मा छ फिजिकल कमेडी। सरल भाषामा भन्नुपर्दा चार्ली च्याप्लिन र मिस्टर बिनले गर्ने खालको कमेडी, जहाँ उनीहरूले बोली र शब्दले भन्दा पनि शारीरिक हरकतले हँसाउने गर्दछन्। पुराना चलचित्रमा आवाज रेकर्डिङ गर्न नमिल्दा फिजिकल कमेडी निकै प्रचलित थियो र अहिलेको मोडर्न फिल्ममा पनि यस्तो कमेडी प्रयोग भइरहेको हुन्छ। नम्बर 4 मा छ सेल्फ डेप्रिकेसन। जब क्यारेक्टरले आफ्नो दुःख, गल्ती, कमी, कमजोरी, दुर्भाग्य सुनाउँछ र ती कुराहरू सुनेर हामीलाई हाँस उठ्छ। Hey, how's your girl, man? She left me. Oh. Yeah, my mom died too. And my dad got deported. But I got the van. It's nice. Yeah, right? उसले चाहेर हामीलाई हँसाउन खोजेको पनि हुन सक्छ वा उसलाई थाहै हुँदैन कि उसको कुरामा हामीलाई हाँस उठिरहेछ। You know, I don't dance at weddings. Why not? Because weddings are a great place to meet women, and when I dance, I look like this. Hey, man. Hey. नम्बर 5 मा अड पेयरिङ्स। जब दुईजना फरक फरक क्यारेक्टरलाई सँगै ल्याइन्छ, उनीहरूको सोच, विचार, धारणा केही पनि मिल्दैन, तर उनीहरूले सँगै मिलेर बस्नुपर्नेछ वा कुनै काम गर्नुपर्नेछ। त मेरो घरमा आयो भने गलाको बच्चा हुन्छ भनेर भने हैन? किन आयो त तिमी मेरो घरमा पाइलो टेक्न? कत्रो औलो भएर आयो त। तिम्रो घरमा खुट्टा टेकाछु? जे भने मेरो घरमा त आइहाल्यो नि त तिमी। एउटा क्यारेक्टर चलाक हुन सक्छ, अर्को दिमागै नलाउने। एउटा क्यारेक्टर सिरियस हुन सक्छ, अर्को केही कुरालाई सिरियसली नै नलिने। नम्बर 6 मा छ वर्ड प्ले। कुनै कुनै शब्दको एक भन्दा बढी अर्थ हुन्छ। कुनै कुनै शब्दहरू उस्तै सुनिन्छन् तर अर्थ फरक हुन्छ। कुनै दुईवटा शब्दलाई जोड्दा एउटा नयाँ शब्द बन्छ। यसरी शब्दहरूलाई खेलाएर दर्शकलाई हँसाइन्छ भने त्यसलाई वर्ड प्ले। डबल मिनिङ, जोक्स, राइम्स, होमोफोन्स सबै वर्ड प्ले भित्र पर्दछ। अनि कसको फोन आएको? बाउको घरबाट फोन गरेर। किन गराइरहेछन्? के भन्नु नि अब, आउँदा 2 पोका दुध लिएर आइज रे। किन घरमा आमा छैन र? र अन्तिममा छ ड्रामाटिक आइरनी। जब क्यारेक्टरलाई भन्दा पहिला कुनै चीजको बारेमा ऑडियन्सलाई थाहा हुन्छ र यो नलेज ग्यापको कारणले गर्दा सिन फन्नी हुन पुग्छ।
साले को बम से उड़ा दूंगा एक बार हाथ में आ जाए तो। सॉरी। 1-2 पानी पूरी मीठी बना रे। ए चल पानी पूरी लगा, चलना पानी पूरी लगा ना। मिसइन्टरप्रिटेसनमा क्यारेक्टरले वास्तविक कुरालाई गलत अर्थ लाउने हो, तर ड्रामाटिक आइरोनीमा क्यारेक्टरलाई वास्तविक कुरा के हो भन्ने जानकारी नै हुँदैन। What's he do? Just say base or freeze. What a tip. अरू थुप्रै फनी क्यारेक्टर्स हुन्छन्। कथावस्तु अनुसार यी क्यारेक्टरले हामीलाई फरक फरक ढङ्गमा हँसाउने प्रयास गर्छन्। तर आजको लागि यति नै। यदि भिडियो मन परे लाइक, शेयर र सब्स्क्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।